हजुरहरूको लागि 20 केजीको अचारको डेलिभरी हुँदैछ। हेर्नुहोस् हामी सबै रेडी गरिसकेको छौँ। यो चाहिँ 500 ग्रामको हजुरको एभ्रिथिङ इज फ्रेस। हजुरहरूको लागि 2 दिन ढिलो भयो, त्यसको लागि एकदमै सरी। हेर्नुहोस् यसरी हामी सबै फ्रेस गर्छौँ। यसरी हामी प्याक गर्छौँ हजुरहरूलाई। हामी मेजर गरेर हजुरहरूको अगाडि 500 ग्राम भयो भने मैले गर्दा बढ्दै हुन्छु। एज यु क्यान सी गाइस, यो चाहिँ सब भोलिको हाम्रो चिकनको हो। हामी हप्ताको 2 चोटि बनाउँछौँ। भोलि चाहिँ बक्सको डिमान्ड छ, भोलि चाहिँ बक्सको गर्दैछौँ। त्यसरी हाम्रो अगाडि सब इन्ग्रिडियन्ट्स हामीले आफै हजुरको माया र आशीर्वादले गर्दा हामी सानो प्लेटमा पनि यस्तो सफलता पाइरहेको छौँ। हजुरहरूको अर्डर अझ राम्रो दिनु पाइरहेको छौँ। नेक्स्ट टाइम हामी अझ धेरै धेरै गर्ने गर्छौँ। अर्डर गर्नको लागि सम्झिनु होला। नुमन्ती किचन त्यतिकै राख्नु। थ्याङ्क यू भेरी मच फर वाचिङ। हामीलाई माया गर्नुभयो, हजुरहरूको सपोर्टकोमा धेरै धेरै धन्यवाद। हजुरहरूले गर्दा हामी हजुरहरूको मायाले गर्दा हामी यहाँसम्म पुगेका छौँ। आशा गर्छौँ हजुरहरूले अझ साथ दिनुहुनेछ। धन्यवाद। थ्याङ्क यू।